वेलकम गाइज सबैलाई। आज चाहिँ हामी प्रिमियम क्रेड खोल्न जाँदैछौँ। यहाँभन्दा अगाडि चाहिँ 110वटा खोलिसकेको थियो प्रिमियम क्रेड। त्यति बेला चाहिँ हामीलाई केही परेन। अब चाहिँ हामी प्रिमियम क्रेड खोल्दैछौँ। आज केही परिहाल्छ कि हेर्दैछौँ यसो लक। हामीसँग धेरै त छैन, 10वटा छ। 120वटा खोलेपछि त हामीलाई फिक्स नै पर्ने हुन्छ स्क्यारल। त्यसैले हामीले 110वटा खोलिसकेका छौँ। अब 10वटा मात्र बाँकी छ। आज त फिक्स नै पर्छ हामीलाई स्क्यारल। खोलिदिउँ, परिहाल्न पनि हुन्छ हाम्रो स्क्यारल। ल साथी हो, हेर्दैछौँ कुटुकु। फाइनली हामीलाई स्क्यारल पनि परेको छ। ल गाइज, हामीले चाहिँ प्रिमियम क्रेडमा स्क्यारल परिहाल्यो। अब त्यसलाई चाहिँ अपग्रेड गर्नु पनि हुन्छ। टक्क लगाएर कति चाहिँ अपग्रेड गर्न सक्दो रहेछ हामीले हेरौँ। कति लेभल चाहिँ पुऱ्याउनु सक्छौँ हामीले। कता चाहिँ गयो स्क्यारल। स्क्यारल हो, लेभल 2 बनाएकै दुइटै मेटेरियल यार। ल लेभल 2 पनि भइहाल्यो हाम्रो स्क्यारल। टक्क लगाएर के कलेक्ट गर भन्दैछ यार यसले। कलेक्ट गर स्क्यारल। स्क्यारल कलेक्ट भइहाल्यो हाम्रो। लेभल कतिवटा चाहिने, 3टा मेटेरियल चाहिने एडभान्स फर्म बनाउनलाई। 4वटा मेटेरियल किल मेसेज आउनलाई। ल ठिक छ, हामी पोर्किटले लेभल 2 बनायौँ स्क्यारल। अब हामीले टक्क लगाएर क्लासिकल क्रेडमा पनि लक चेक गर्नुपर्ने हुन्छ। के थाहा हामीलाई फेरि एम्फो ग्लासियर परिहाल्छ कि भन्ने आशा हो। एकचोटि खोल्छौँ 10वटा ट्याक्क लगाएर। पऱ्यो कि के हो। ओके के हो, केही परेन यार।